उहाँले राजीनामा दिनु भएन भने सर्टेन समयमा अब यस्तो आन्दोलनहरू चल्न सक्छ। जुन तरिकाको उहाँले स्टेटमेन्ट दिनुभयो त्यो आधारमा उहाँले राजीनामा दिनुपर्छ। त्यति भाइ तेरो औकात छ बालन शाहको राजीनामा माग्ने, अनि तँलाई के लागिरहेछ? त आएर बाटोमा कराउँछ कुकुर जस्तो अनि बालन शाहले राजीनामा दिन्छ? पहिला जहाँ आफ्नो जुन पार्टीको त झोले होस् नि, गएर तिनीहरूसँग सवाल जवाब गर्के। अहिलेसम्म 36 वर्षदेखि यो देश तिनीहरूले लुटेछ। तिनीहरूले देशको खोला नाला सबै बेचिदिएछ सन्धिको नाउँमा। अनि एमसिसी जस्तो राष्ट्रघाती सम्झौता गरेछन् तिम्रो बाबुबाजेहरूले, तिम्रो पार्टीका नेताहरूले। अनि उनीहरू देशद्रोही होइन? अनि बालन शाह अहिले राम्रो काम गरिरहेछ। तिमी झोलेहरूको रोजीरोटी खोजिदिएछ, तिमीहरूको चम्चागिरी बन्द भइसकेछ, तिमीहरूको सटर बन्द भइसकेछ। त्यहीँ भएर बालन शाहको विरोध गर्दैछौ। के गरेछ बालन शाह? के गल्ती के गरेछ? गल्ती बालन शाह जे गर्दैछ त्यो राम्रो गर्दैछ। हाम्रो प्रधानमन्त्री नम्बर 1 प्रधानमन्त्री हो, थाहा छ? अब त 20 वर्षसम्म ढुक्क भइहाल्यो तिमीहरू। 20 वर्षसम्म अब झोलेहरूको केही कामै छैन। तिमीहरू अब विदेश गएर काम गर। 20 वर्षसम्म अब ढुक्क भएर बस्छौ। यो बालन सरकार अब कमसेकम 20 वर्षसम्म रहन्छ। 20 वर्षपछि मात्रै केही आएर सोध्ने, राजीनामा दे, चाहियो गर, त्यो गर। अहिलेसम्म चुप्प लागेर बस, काम गरेको हेर, कतै गएर काम गर, हाम्रो परिवार पालौँ। अब त्यो चाकरीगिरी गरेर खाने दिन तिमीहरूको गयो। ल, ठिक छ।